नमस्कार। म नवीन जोशी, काउन्सिलिङ साइकोलोजिस्ट र फाउन्डर अफ पिआइसिएस नेपाल। विगत 9 वर्ष यतादेखि हामीले तपाईँलाई मन मस्तिष्क सम्बन्धी समस्या पर्दा विभिन्न किसिमको सहायता गर्दै आइरहेका छौँ। तपाईँहरूलाई थाहा नै छ। अब अहिले चाहिँ हामी डिजिटल प्लेटफर्मबाट पनि तपाईँहरूलाई विभिन्न किसिमको सेवा सुविधा दिने कोसिसमा छौँ। त्यसको लागि हामीले माइन्डसेट विथ नवीन र यस्तै गरेर टिकटक, फेसबुक, युट्युबको माध्यमबाट तपाईँलाई मेन्टल हेल्थ सम्बन्धी अनलाइन अथवा भनौँ यो सोसल मिडियाको प्लेटफर्महरूबाट चाहिँ तपाईँहरूलाई सुसूचित गर्ने जमर्को गरेका छौँ। हाम्रो यो मेहनतलाई, हाम्रो यो प्रयासलाई तपाईँहरूले आशा छ मन पराइदिनु हुनेछ। र तपाईँहरूलाई लागेका जिज्ञासा, प्रश्नहरू तपाईँहरूले कमेन्ट्स बक्समा लेख्न सक्नुहुन्छ। तपाईँ कस्तो किसिमको कन्टेन्ट चाहनुहुन्छ? के कुरामा चाहिँ कन्टेन्ट चाहनुहुन्छ? के कुराको बारेमा अब बोलिदिएको भए हुन्थ्यो जस्तो लाग्छ? आशा छ तपाईँहरूले लेखेका ती कन्टेन्टहरूलाई म सकभर सबैको यो कभर गर्न कोसिस गर्नेछु र तपाईँहरूले हामीलाई यो पार्टमा चाहिँ सपोर्ट गर्नुहुनेछ भन्ने। र पोडकास्टहरूमा पनि हामीले विभिन्न व्यक्तिहरूलाई उहाँहरूको जीवन भोगाइमा के कस्ता किसिमका उतार चढावहरू र ती कुराहरूलाई उहाँहरूले कसरी ह्यान्डल गर्नुभयो, त्यति बेला उहाँहरूको माइन्डसेट कस्तो थियो, अनि हामीले हाम्रो अबको माइन्डसेट कस्तो बनाउनुपर्छ, कसरी चाहिँ मेन्टली स्ट्रङ हुनुपर्छ भन्ने किसिमका कुराकानी गर्दैछौँ। जीवन भोगाइमा के कस्ता किसिमका उतार चढावहरू र ती कुराहरूलाई उहाँहरूले कसरी ह्यान्डल गर्नुभयो, त्यति बेला उहाँहरूको माइन्डसेट कस्तो थियो, अनि हामीले हाम्रो अबको माइन्डसेट कस्तो बनाउनुपर्छ, कसरी चाहिँ मेन्टली स्ट्रङ हुनुपर्छ भन्ने किसिमका कुराकानी गर्दैछौँ। त्यो पनि सुन्नु होला है। र आस्क योर काउन्सिलर भन्ने हाम्रो एउटा सेक्सन छ, कमेन्ट सेक्सन, र त्यसमा तपाईँहरूले चाहिँ तपाईँहरूलाई लागेका प्रश्नहरू चाहिँ सोध्न सक्नुहुन्छ। फर इक्जाम्पल साइकोलोजी भनेको के हो, पर्सनालिटी डिसअर्डर भनेको के हो, अथवा डिप्रेसन भनेको के हो, तपाईँहरूलाई यस्ता यस्ता यो मेन्टल हेल्थ सम्बन्धी जानकारी पाउन इच्छा लाग्छ र कसलाई सोधौँ प्रश्न भएको छ भने हामीलाई सोध्नु होला। यही बिचमा तपाईँहरूले पनि स्ट्रेस, एन्जाइटी अथवा फियर, फेलियर, विभिन्न किसिमका उतार चढावहरू अथवा मनसँग सम्बन्धित समस्याहरू भोगिराख्नु भएको छ। तपाईँहरू पिआइसिएस नेपालसम्म आउन सक्नुहुन्न, तर घरमै बसेर क्वेसन्स गर्न सक्नुहुन्छ है हामीलाई। हामी तपाईँको क्वेसन्सहरूको, तपाईँको मनको आवाज सुन्ने कोसिस गर्नेछौँ। तपाईँहरूले घर बसी तपाईँका क्वेरिजहरू, तपाईँलाई लागेका कुराहरू, गुनासाहरू, यो अवस्थामा कसो गर्दा हुन्थ्यो भन्ने कुराहरू चाहिँ त्यहीँ बसेर पनि तपाईँहरूले आफ्नो प्रब्लमको केही न केही वे आउटहरू पाउन सक्नुहुनेछ। इजिली र ढुक्क भएर ती कुराहरू राख्न सक्नुहुन्छ। हामी तपाईँको नाम अति गोप्य राख्छौँ, तर तपाईँको जिज्ञासालाई चाहिँ हामीले रिप्लाई गर्ने कोसिस गर्नेछौँ।